मायाको खोजी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ गतिमा कमीमा पनि उकाली ओह्राली हिँड्नेछौँ हामी सँगै सँगै सधैँभरि हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार मेरी माया तिमी नै हौ मेरी माया तिमी नै हौ मेरी माया तिमी नै हौ तपाईँ जस्तो कोही छैन तपाईँ जस्तो कोही छैन पवित्र पवित्र परमेश्वर आफैमा सर्वसम्पन्न आनन्द र प्रेमले पूर्ण कसैमा हुनुहुन्न निर्भर आदिमा तपाईँ जब बोल्नुभयो पृथ्वी उत्पन्न भए ताराहरू र स्वर्गदूतहरू तपाईँको ज्ञानले सृजिए सार्वभौमिक सर्वज्ञानी पितालाई होस् महिमा स्तुति आदर आराधना र अब म स्वागतको भागमा आइपुगेको छु र
पनि हामी उपस्थित भएका छौँ। हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ र जो जति आज पहिलोपल्ट हाम्रो यस चर्चमा जो उपस्थिति आउनुभएको छ, हामी तपाईँहरूलाई पनि हार्दिक स्वागत गर्दछौँ। यो विवाहमा निम्तालुहरू मात्र हेर्न मात्रै होइन र उहाँहरू साक्षीको रूपमा पनि हुनुहुन्छ। यो पवित्र विवाह मण्डलीमा गरिने विवाह र यो चाहिँ विवाह चाहिँ हामी कुनै आगो, पानी, सूर्य, चन्द्रमा, यो जमिन कसैलाई हामी साक्षी राखेर विवाह गर्दैनौँ। यो विवाहमा ती साक्षी हुन्छन्, परमेश्वर आफै साक्षी हुनुहुन्छ। अनि जति पनि तपाईँहरू निम्तालु हुनुहुन्छ अथवा यहाँ जति पनि हुनुहुन्छ, तपाईँहरू नै यो विवाहको साक्षीहरू हुनुहुन्छ। म उहाँले यो प्रश्न गर्छु, जुन विवाहमा आज तपाईँ बेहुला भएर यहाँनिर हुनुहुन्छ विवाहमा, कुनै कसैको बर्दामा या लोभ लागतमा या कसैले जबरजस्ती गरेर है आफूले नचाहँदा नचाहँदै पनि कसैको बर्दामा यो विवाह गर्न लानुभएको हो होइन? त्यो तपाईँको आफ्नो स्वेच्छाले गर्नुभएको हो? मैले आकाशहरू सोधेँ, उसले आफ्नो स्वेच्छाले कसैको पर्दामा लगाइकन विवाहमा उयो तयार भएर आएको भन्ने कुरा हामी सुन्यौँ। यसै गरी आजको बेहुलीको लागि तयार भएर आउनुभएको हाम्रो मण्डलीको सदस्य आइटी हुनुहुन्छ। म उनलाई कोसिस गर्छु कि नानी तिमीलाई कसैले पर्दामा या प्रोग्राममा बनाएर या कसैको भुल बुझाएको त्यो आजको विवाहमा बेहुलीको रूपमा तयारी भएर आएको हो। तिमीले आफ्नै स्वेच्छाले तिमी आजको विवाह गर्न तयार भएको हो। तिम्रो नयनमा सधैँ रहन पाऊँ, मेरो अन्तिम साससम्मै सहारा हौ तिमी मेरो, भरोसा हौ तिमी मेरो, उपहार हौ तिमी मेरो, ईश्वरको आशीष तिमी मेरो। सुखै सुख त भन्न म सक्दिनँ, तर दुःखमा सधैँ हुनेछु। सोचे जस्तो पुरा गर्न नसकुला, तर मायाका बाचा भुल्ने छैन। सहारा हौ तिमी मेरो, भरोसा हौ तिमी मेरो, उपहार हौ
तारा हौ तिमी मेरो भरोसा हौ तिमी मेरो उपहार हौ तिमी मेरो ईश्वरको आशीष तिमी मेरो अनुग्रहको बाहिरी देख्न सकिने चिन्ह हो। यसले यो दर्शाउँछ कि यस तिम्रो मुस्कानमा अल्झी पवित्र वचनमा बाँधिन मिलेका छन्। म हाँसु या रुम म बाँच्छु या मरु म तिम्रै हुँ तिम्रै हुँ सारा संसारमा छ पाए तिमीलाई आज तिम्रै हुँ तिम्रै हुँ तिमीलाई भेटाइदिनु भो मलाई माया गर्नलाई तिमीलाई जुटाइदिनु भो मलाई जीवन बाँड्नलाई म हाँसु या रोम म बाँच्छु या मरु म तिम्रै हुँ तिम्रै हुँ तिमीलाई माया गरिरहन्छु तिम्रो वास्ता गरिरहन्छु तिमी प्रतिका मेरा ती बाछाहरू म पुरा गर्नेछु तिमीलाई साथ दिइरहन्छु आफूलाई झै प्रेम गरिरहन्छु मृत्युले नै अलग नगरेसम्म तिमीसँगै हिँड्नेछु ईश्वरलाई हृदयदेखि धन्यवाद जो दिनु भयो तिमी मलाई स्वर्गमा नै रचिएको योजना तिमी र मलाई एकसाथ जोड्न जीवनको हरेक सुख दुःखमा निभाउनेछु तिम्रो साथ माफ गरिदेऊ मलाई मसित त छैन तिमीले चाहे जस्तो सबै गर्न सक्दिन तर तिमीलाई नै गर्छु असाध्यै माया म हाँसु या रोम म बाँच्छु या मरु म तिम्रै हुँ तिम्रै हुँ
अब चाहिँ यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा यो जोडी आज बाँधियो हेर पवित्र बन्धनमा परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना परम प्रभुको इच्छा पूरा गर्न तयार छन् दुवैजना यो जोडी आज आशिषको झरी सधैँ असल भन्ने बाइबलको वचन